कुनै खेलाडीलाई निकाल्ने पब्लिक रिजन हुन्छ, पर्सनल रिजन हुँदैन। मुनाहरू तिम्रो कोच हो भने कोच बन, भेडा बाख्रा धपाउने साला गोठालो बन्ने चाहिँ हैसियत छैन, कोच बनाएछ जाँठाहरू। पर्सनल रिजन हुन्छ, खेलाडी निकाल्ने पब्लिक रिजन हुन्छ। पब्लिकमा के गर्यो, देशको लागि के हानि गर्यो त्यो खेलाडीले? खेलाडी बहिष्कार पनि हुन्छ ल, तर पब्लिकको रिजन हुन्छ, पर्सनल रिजन हुँदैन नि फेरि। तिमीहरूको पर्सनल मनमानी चल्दैन नि फेरि जाँठाहरू। पर्सनल रिजन तिमीहरूको पर्सनल हो भने मेरो पैसा फिर्ता दिए, अहिलेसम्म मैले काटेको टिकटहरूको पैसा फिर्ता दिएँ। पर्सनल तिमीहरूको भाइ बहिनी बुहारी दिदी बहिनी को छ, अङ्कल आन्टी, तिमीहरूका बुढाबुढी को छ, सबैले लगेर खेला ग्राउन्डमा हाल, पर्सनल हाल जाँठाहरू। पर्सनल रिजन हुन्छ एउटा खेलाडीलाई निकाल्ने। यति थियो मन गर्न आएको गाइज हो होइन, अलिक एनबिसी भयो होला। नयाँ पोखरी त्यही हो।